Morning guys, welcome back to our YouTube channel again. It's SM04GRG. आज चाहिँ म यता ग्यारेज आएको थियो, गाडी सर्भिसिङ गर्नुपर्ने थियो, एमओटी सर्भिसिङ गर्नुपर्ने थियो। ग्यारेज चाहिँ अलिकति टाढै आयो आज चाहिँ, किनभने यता साथीको ग्यारेज हो अनि कामको कलिगको ग्यारेज यता तपाईँको यो बेक्सली एरिथ भन्ने ठाउँतिर छ। भोलि एमओटी सकिने छ गाडीको, त्यही भएर सबै बनाउनु पर्ने छ नि। त्यो कामको कलिगले चाहिँ यता आइज हामी सबै यताउता गरिदिन्छु, मिलाइदिन्छु भन्छ कि अलिअलि सानोतिनो के बनाउनु पर्ने हुन्छ। सो गाडी अहिले जिम्मा गरेर उता माथि ग्यारेजमा दिएर आएको छु। अब औलले के गर्ने आएर न हो आम गर्नु दु बर हेरौँ यतातिर बजारहरू। त्यसलाई मैले सोधेको यतातिर के छ बजारहरू भनेको, सबै हाई स्ट्रिटहरूतिर बजार छ यताउता भन्दै थियो कि सो यो गाइस अब हेरौँ यता सिधै जाम के कतातिर पुगिन्छ। अब त्यहाँपछि तपाईँहरूलाई म देखाउँछु। यता सिधा त म बजारहरू भयो जस्तो लाग्थ्यो, हेर्दा त सिधै बाटो छ त, कता हो त त्यसले हाई स्ट्रिटतिर छ बजारहरू भन्थ्यो। सो गाइज एकछिन है त अब यताबाट चाहिँ म आएको अघि यताबाट तपाईँ सिद्ध गरेर राइड गयो भने ब्ल्याक होल टनल हुँदै उतातिर जाने, यताबाट चाहिँ सायद पेकामहरू जान्छ होला। तर यहाँबाट हेर्दाखेरि त केही छ जस्तो त लागेन मलाई। ग्यारेजको मेकानिक चाहिँ युकी भन्ने रहेछ। त्यो युकीलाई सोद्धाखेरि चाहिँ यता पनि छ हाई स्ट्रिट छ, उता पनि हाई स्ट्रिट छ, दोकानहरू टन्नै छ भन्दै थियो। सो अहिले चाहिँ अलि बिहानको 7 बजेको छ, किनभने अर्ली मर्निङ आउनु पऱ्यो नि त। अब ग्यारेजमा गाडी छिटो बनाउने भयो अनि तिर सक्छ होला। ग्यारेज भनेको यस्तै 11-1 बजीतिर सक्छ होला भन्दैछ कि अरे। जाने बस रहेछ यो चाहिँ भनेपछि ओके। यहाँ बस स्टपमा आइपुग्यो म। यो बसहरू चाहिँ यहाँबाट वेलिङ टुवर्ड्स वेलिङ क्विन एलिजाबेथ हस्पिटलले 89178386 ठिकै छ। बसमा त नहिँड्नु होला किनभने मर्निङ टाइम छ। लेट्स गो फर मर्निङ वक टाइपको क्या, यसो हिँड्दै पनि केही छैन होइन। सो गाइज हेरौँ अब यतातिर म हिँड्दै जान्छु के अरे, कता पुग्छ अहिले एकछिनमा हेरौँ है त किन बे। सो गाइज अलिकति तल आएको क्याफेहरू रहेछ यहाँ, उस टाइपको रहेछ। यता बाटो के हो बाटो, त्यहाँबाट जान त मिल्दो रहेछ। पेडेस्ट्रियन वक चाहिँ गर्नु मिल्दो रहेछ। जस कहिले काहीँ बिहान यसरी छिटो उठेर हिँड्दाखेरि नौलो ठाउँमा चाहिँ हिँड्न रमाइलो लाग्ने कि, किनभने अलिकति नयाँ बाटोहरू हुन्छ। बाटो त के नयाँ भने तर नहिँडिराखेको ठाउँहरू हिँड्दाखेरि चाहिँ अलिकति रमाइलो। तर अहिले अति अर्ली मर्निङ भएको भएर सायद सबै दोकानहरू बन्द छ। यहाँ चाहिँ यस्तो के को नालीमा यहाँ पाइपहरू के बनाउँदै वर्क कन्स्ट्रक्सन वर्क चलिरहेको रहेछ। यताबाट चाहिँ यसरी जाँदाखेरि तपाईँको अफ्लासनहरू रहेछ। अझै यहाँबाट सिद्ध गयो भने चाहिँ उतै होला जस्तो छ, सिधै चाहिँ नजाम होला। एकछिन यतातिर क्याफेतिर बसेर कफी सफी दिनुले के ग्यास पाइप बनाउनु लागेको रहेछ, के बनाउनु लागेको रहेछ। Bus stop is closed. As you can see, roadworks going on. So traffic is building up right there if you can see. Traffic वहाँसम्म रोडवर्क चलेपछि say no more. Stick with the plan. Right. बादलमा प्लेनभित्र छिरेपछि कस्तो देख्दो रहेछ कि। सो गाइज अब चाहिँ यहाँबाट सिधै हिँड्दै जाऊँ होइन। अब के छ त, अब दिनभरि खाली नै हो, नथिङ टु डु, वेटिङ गेम हो। अब अहिले भरे झाउ लाग्यो भने चाहिँ यता दिदीको घर चाहिँ जानु पर्ला। यहाँबाट इरिथ नजिकै छ। But I don't know how to get there. I just have to figure out. I'm looking for train station or I don't know. ट्युबहरू चल्छ यता नजिक कुन छ या अब रेलवे के छ यतातिर चाहिँ लाइक साउथ इस्ट ट्रेन हुनुपर्ने हो। But anyway, let's go straight ahead and then कता पुगिन्छ हेरौँ है त ल guys in a bit. So guys यता अलिकति अगाडि आएको, यहाँ चाहिँ यो हेर्नुहोस् त्यो रोयल बरो अफ ग्रिनिच our 2012 legacy रे होम फेयर पार्क मल्टी स्पोर्ट हब
न्युज दामी होला जस्तो छ। भर्खर त्यो साथीले पनि फोन गरिदियो अनि त्यो नि एकचोटि यहाँ मलाई काम त आज गर्दैन अरे, घर जान्छ अरे, रेस्ट गरिदिएको छ भन्दै थियो। सो एकछिनमा आउँछु भन्दैछ भेट्न। यता यतै हिँड्दै जाँदैछ यस्तरी। अब यो वहाँ क्रस गर्नु छ उसलाई। गुड लक म्यान, टेक इट टाइम, नो रस। कुरा गरेर फर्किनु होला। हेर्नुहोस् त यहाँ राम्रो मजाको रहेछ पार्क। हेर्नुहोस् यहाँ बस्ने चेयर त अभियसली हुने नै भयो, तर फुलहरू बिचमा पुरा सेटिङ अन्त बिचमा लाइक बिचमा चाहिँ सानो पन्ड टाइपको रहेछ। माछा होला जस्तो भाइब्स के। अब माछा त छैन होला, तर किन राख्दा माछा। छैन यस्तो पन्ड देख्यो भने त त्यो जापानिज फिस हुन्छ नि, के भन्छ त्यस्तो टाइपको छ कि जस्तो लाग्दैन अब। सो यताबाट स्ट्रेट उता जाने रहेछ। यो चाहिँ त्यो चार्ल्टन लाइटर एन्ड लाइफस्टाइल क्लब रहेछ। कि स्विमिङ पुलहरू सबै रहेछ नि त त्यहाँभित्र त। हो नाइस। सो गाइस एकछिन बसौँ। अहिले चाहिँ साथी आएपछि त्यसलाई एकछिन भेटेर त्यो घर जान्छ भनेछ। त्यहाँदेखि फेरि अब नाइट सिफ्ट गरेर आएको, अनि फेरि बिचरा भरे पनि काम छ होला, त्यही भएर एकछिन आएर त्यो ग्यारेजको त्यो युकीलाई भेटेर अनि म नि त्यहीँ भएको भए भेट्ने भन्ने कुरा गरेर चाहिँ त्यसले चाहिँ फेरि मलाई बनाने भर्खरै। अनि उहाँ पुगिसकेको त टाइपको हिँड्दै एकछिन के छ र भनेर हिँड्दै आएको टाइपको भनेको। र त्यहीँ बसेर एकछिन तँलाई ग्रिट हाइहाल्यो भनेर जान्छु भनेर भन्छ कि। त्यो नि अस्ति भर्खरै नाइजेरियाको साथी हो कि, नाइजेरिया गएको थियो 1 हप्ताको लागि। अनि अनि के छ कस्तो छ होला नि त, कस्तो भयो यताउता। सो गाइज एकछिन त्यसलाई साथीलाई कुरौँ, अनि अहिले त्यो आएपछि चाहिँ गेट ब्याक इन्टु बिजनेस वक अराउन्ड गर्नलाई है तल हिँड्ने। सो गाइज अब चाहिँ अर्को यहाँ ब्रेकफास्ट खाइदिनु लाग्यो विथ द कफी खाएर जामबाट। So I got my friend here, Phyllis. He just came back from work. Well, we're gonna have quick breakfast, and he's gonna go home and rest, and I'll just hang around. So guys, after breakfast, see you in a bit. So guys, खाजा खाएर सक्यो। साथी चाहिँ घर गयो अब रेस्ट गर्नको लागि, अनि म चाहिँ यसो बाहिरतिर अब हेरौँ कता पुगिन्छ, यतातिर डुलौँ भनेर हिँडेको। यहाँनिर आइपुग्यो। अघिको यो म आएको ठाउँ चाहिँ ब्ल्याक हिथ रहेछ बेसिकली। ब्ल्याक हिथ यताबाट लुइसम, ब्ल्याक हिथ यता डेप्टफोर्ड, ग्रिनिच, न्यू क्रस, इस्ट ग्रिनिच रे। अनि यहाँबाट यसरी गएर चाहिँ के रहेछ रोयल स्ट्यान्डर्ड भनेको चाहिँ के हो त्यो बियर क्याफे यताबाट उस रहेछ। अनि तपाईँ यता देख्न सक्नुहुन्छ, यता लेफ्ट ह्यान्ड साइडमा चाहिँ अघि हामी यतातिरै थियौँ, हल्का फुल्का सपहरू छ, रेस्टुरेन्ट क्याफेहरू। अघि म उता गएको भन्दा यतातिर अझै अलिकति राम्रो बेटर रहेछ ठाउँ चाहिँ। यहाँ चाहिँ एमएनएस साइडमा टर्किस कबाब रहेछ। यो अघिको हामीले ब्रेकफास्ट खाएको क्याफे चाहिँ यो के नाम रहेछ, रोयल ग्रिल क्याफे रे। अघि खाएको क्याफे। अब यहाँबाट चाहिँ यो ब्ल्याक हिथ लाइब्रेरी भन्नेमा गएर आजको दिन चाहिँ त्यहाँ बिताउनु पर्ला जस्तो छ। पढ्नेदेखि होइन, जस्ट अब टाइम स्पेन्ड गर्नको लागि भित्र गएर तपाईँको प्यासन फ्लावर फुलको दोकानहरू रहेछ। यस यो एरियामा चाहिँ फर्स्ट टाइम आइयो। लास्ट टाइम नै आउनु आएको थियो, तर हिँडेको चाहिँ छैन। सिर्फ त्यो कार चेकअप मात्रै गराउन आएको थियो। हो यहाँ के अरे बुचर्स रहेछ, स्ट्यान्डर्ड फिस एन्ड बार, फिस एन्ड चिप्स। गाइज यहाँबाट अलिकति तल यस्तै 10-15 मिनट हिँडेर गयो भने चाहिँ ग्रिनिच पार्क भन्ने रहेछ। ग्रिनिच पार्कमा जाने कि भन्ने कुरा हो। त्यसरी 15-20 मिनट हिँड्नुपर्छ भने, त्यही भएर एकछिन यता लाइब्रेरीतिरै छिरो मलाई। वेदर हेर्नुहोस्, पानी पर्ला जस्तो भएछ। छाता चाहिँ छ हातमा, फेरि छाता छ। पानी पऱ्यो भने चाहिँ बाक्काबाक हुन्छ। त्यस अहिले हेर्नुपर्छ, कहिले घाम कहिले पानी। सो गाइज म चाहिँ हिँड्दै तलतिर आएँ। हेर्नु
अब यताबाट चाहिँ सायद पार्क जाने बाटो खोज्दैछु पार्कतिर पुगेर एकछिन आम भनेर अब के गर्नु यतिकै दिन भयो पानी पऱ्यो भने चाहिँ बिजोग हुन्छ तर स्टिल I got my umbrella with me so तलतिर हिँड्दै जाम गरे कता पुगिन्छ गाइज है त ल सो गाइज पानी पर्यो पानी हल्का फुल्का परिहाल्यो के गर्ने वेदर यस्तो छ अब सो हामी अघि उताबाट हिँड्दै आएको म यताबाट अहिले चाहिँ यहाँ आइ यो हेर्दाखेरि चाहिँ पार्कको एन्ट्रेन्स वान अफ द एन्ट्री पोइन्ट होला जस्तो छ ओ यो सो यो ल यहाँबाट छिरुमै त कता पुगिन्छ लगाएछ यताबाट पार्क सुरु रहेछ उतातिर सो यहाँ चाहिँ फ्लावर गार्डनहरू रहेछ नेसनल म्यारिटाइम म्युजियम नै रहेछ प्लेग्राउन्ड बोटिङको लागि बोटिङ नै रहेछ लेक नै रहेछ बोटिङको लागि रोज गार्डन रे क्याफे रे टेनिस कोर्ट रे टोइलेट्स द्याट्स द मेन थिङ राइट यस्तो छ छौबी एकछिन यहाँ कुर्चीमा बसेर एकछिन यतातिर जाम होला गाइज यतातिर लेक छ भन्छ बोटिङको लागि हेरौँ कस्तो रहेछ है त ल अलि फार एन्ड होला जस्तो छ टाढै हिँड्नु टाढा भन्नाले अलि लङै छ जस्तो हिँड्नुमा चाहिँ सो एकछिनमा आइटौँ है त हिँड्दै आयो यस्तै हेर्न आएको त्यहाँ यहाँबाट चाहिँ उता क्यानेरी वफ यो चाहिँ तपाईँको क्यानेरी वफ साइड भयो सब tall buildings down there अनि यहाँ चाहिँ के रहेछ यो ल अलिकति तल हिँड्दै जाऊँ है त सो भर्खरै यो गाडी चलाउने यहाँ त्यो पार्कको लुक आफ्टर गर्ने स्टाफ होला फेरि तल हिँड्दै त आयो फेरि लेक जस्तो त केही नै देख्दैन अनि एकचोटि सोधिहाल्छ भनेर सोधेको जस अलिकति तल गएर लेफ्ट टर्न गर्ने भनेछ त्यहाँपछि चाहिँ लेक आउँछ भनेछ सो गाइज इन अ बिट है त हेरौँ अब छिट्टै पुगिन्छ कस्तो रहेछ हेरौँ सो अहिले म चाहिँ हिँड्दै अलिकति तल अलि अघि भने ठाउँबाट तल आएर लेफ्ट हानेको अब यस्तो बाटो आइपुगेको छ यता चाहिँ किड्स प्ले ग्राउन्डहरू रहेछ टोइलेट पनि रहेछ सो द्याट्स अ गुड थिङ अहिले अघि किनभने अघि पार्क इन्ट्री हुने बित्तिकै मैले त्यहाँ टोइलेटहरू देखेको थिएँ अनि फेरि यहाँ तल हिँड्दा आयो नि त अनि फेरि गएर वक अल द वे अप द्याट टु गेट टोइलेट सो अहिले चाहिँ अब हामी क्लोज टु द लेक होला होपफुली ओके गाइज लेक पन्ड भनेको यस्तो रहेछ टुक्क मुनि टक्क अलिकति पानी अनि हल्का निलो बोटहरू वेलकम टु ग्रिनिज पार्क प्ले ग्राउन्ड यहाँबाट पनि छिर्न मिल्दो रहेछ अहिले एकछिनमा छिर्नु पर्छ त्यहाँबाट एट द मोमेन्ट नो वान इज इन द पार्क बिकज इट्स टु अर्ली फर द्याट एन्ड सेम टाइम इज रेनिङ सो हेर्नुहोस् यहाँ ओ छाता खोल्नु पऱ्यो एकछिन है त पानी हेर्नुहोस् तिल मिलाइरहेको छ पातहरू हावाले हल्लाइरहेको छ पानी नि सट परिरहेको छ ल दिस इज द बेस्ट म्यान पानी पऱ्यो भने चाहिँ खुसी लाग्छ मलाई चाहिँ खै किन हो अझ हेभी रेन भएन क्या स्पेसली हेभी रेन ओ हावाहुरी हेभी रेन हावाहुरी चाहिँ अलिक कम भयो भने ठिक हुन्थ्यो तर मेन चाहिँ पानी जति दर्क्यो पनि ठिकै छ तर हावाहुरी चाहिँ अलिकति कम हुनु पऱ्यो है बोटिङको टाइमिङ के छ है प्राइसिङहरू हेरौँ अप्रिल अक्टोबर ओपन विकेन्ड्स अप्रिल टु अक्टोबर हो देन टु 18 सोलो बोटिङ हान्दै बस्ने एडल्ट 490 रहेछ 20 मिनट्सको लागि ओके फ्यामिलीहरू पनि मिल्ने यताउता सबै हल्का रुल्सहरू सो ओके नो वरिज But looks like at the moment it's shut because you can see Talcha, Bote Talcha.
हेर्नुहोस् यहाँबाट सेट हुन्छ यहाँ इकेको टाइम यस्तो अलिकति अझै मोर डिटेलमा जाने भने पढ्न सक्नुहुन्छ क्विक सर्ट further back in time to find out more later guys. So guys अब पानी नि अलिअलि पर्यो फोनको ब्याट्री पनि सकिन लाग्यो भिडियो खिचेर सो गाइज अहिले चाहिँ म यहाँ यो इग्नेसियस सान्चो क्याफे यो मान्छेको नाममा रहेछ यो मान्छेको नाम चाहिँ इग्नेसियस सान्चो रे अलिकति 1729 born 80 मा passed away यहाँ पढेको त फ्रेस भइदिरहेको उसको नाममा बनाएर रहेछ फर्स्ट ब्ल्याक ब्रिटेन known to vote in a general election. So यहाँ कफी खाँदैछु म अमेरिकानो चार्जिङ पोर्ट लन्डै पे गर्न नपाइदिरहेको 1% के पैसा तिर्ने बेलामा त अनि क्विक चार्ज गरिहालेर भन्नाले पे हानिहाल्यो नि त्यहाँपछि चार्ज गरेको सो एकछिन यहाँ कफी खाएर बसौँ त गाइस ल सो गाइस गाडी चाहिँ रेडी भयो अरे अब यहाँबाट निस्क्यौँ क्याफेमा जस्ट 1 घन्टा 2 घन्टा बसियो यहाँ पार्कभित्र अब लेट्स गेट ब्याक इन्टु द ग्यारेज अब यहाँबाट यस्तै लाइक कति 15-20 मिनट लाग्छ हिँडेर ठिकै छ तर एउटा कुरा चाहिँ के जाउ भयो भने त्यो ग्यारेजको तल मेरो त्यो नक सेन्सर भन्ने अलिकति उस भयो भने अनि मैले त्यसको त्यो पार्ट्स मगाएको थियो त्यो पार्ट्स चाहिँ फिट भएन रे सो लेट्स सी अब त्यो पार्ट्स रिटर्न गर्नलाई चाहिँ फेरि प्याकेजमै हुनुपर्छ के भनेछ मैले इमेल त गरेछु के अरे होपफुली I get my money back if I don't get it lost र केही छैन ठिकै छ अब हेरौँ गर अब त्यस गाडी रेडी भन्छ अब एमओटी गर्न लानुपर्छ त्यस 15-20 मिनट टाढा छ भन्दैछ ग्यारेजबाट सो एकचोटि गएर बुझौँ अब के हुन्छ यता गाइज ल एकछिनमा है त ल बल्ल भयो रेडी टु गो जा ड्युल गाडी चाहिँ हेर्नुहोस् यहाँबाट सिधै गयो भने स्टार्टफोर्ड ब्ल्याकवल टनल सिल्भर टाउन टनल So guys, let's go. The car is outside ready. Hopefully everything is done. So garage चाहिँ अलि उनीहरूको अलि भित्रपट्टि रहेछ So that's the garage guys, Abinico Auto. So त्यो युकीले चाहिँ उस गर्दै रहेछ ओ यहाँ रहेछ पेपर सबै रहेछ ठिकै छ सो युकीले चाहिँ त्यो एमओटीलाई फोन गरेर भन्दैछ This guy is coming there, so he says around 30 minutes लाग्छ होला एमओटी गर्नलाई चाहिँ man, finally it's done. So hopefully everything is okay. Trusting guys. So it's back in the business for MOT, and then hopefully we get it done by what is 1 o'clock now. So by 2, I hope. So let's go back the MOT गर्नलाई and obviously we're going back to the home. घर जानु पर्यो नि फेरि long day हुन सक्छ ल है त guys in a bit. So guys, MOT गर्ने ठाउँमा अहिले चाहिँ nothing but MOT भनेको यहाँ कुर्दैछु अब एउटा गाडीको भित्र गर्दैछ अब त्यो गाडी गरेपछि चाहिँ मेरो पाला आउँछ hopefully we'll get it done as soon as possible. So guys in a bit with the pink logo. So guys MOT गरेर सक्यो अब घरतिर फर्किँदै हो ल heavy traffic. So that's it for the day, long day भयो. So until next time guys, enjoy yourself.